वेलकम टु यु अल इन अ स्याटरडे मिनी भ्लग। आज चाहिँ स्याटरडे अनि म चाहिँ स्याटरडे जहिले ढिला नै उठेर हुन्छु। उठेर यसो पानी खाएँ। पानी खाएपछि चाहिँ अब बिहान अगरबत्ती बाल्नु पऱ्यो रुममा भनेर पोजिटिभ एनर्जी फिल हुन्छ नि त। अनि आज अगरबत्तीहरू पनि बालेँ। मेरो रुममा चाहिँ सबैभन्दा फोहोर पार्ट चाहिँ मेरो टेबल, स्टडी टेबल नै हो। म यहीँ बसेर पढ्छु, यहीँ बसेरै खान्छु, सबै कुरा यहीँ गर्ने भएको भएर रुममा सबैभन्दा धेरै फोहोर हुने पनि टेबल नै हो। अनि आज चाहिँ टेबल चाहिँ मजाले सफा गर्नु पऱ्यो भनेर टेबल सफा गर्दैछु म चाहिँ। अनि टेबल सफा गर्दाखेरि चाहिँ गाना बजाएर आफ्नै पारामा गऱ्यो भने चाहिँ मजाले सबै भ्याइन्छ अनि डिस्ट्र्याक्सन हुन्छ नि त। अनि काम गर्न पनि सजिलो फिल हुन्छ मलाई चाहिँ। आज हाम्रो एएमआर क्लबबाट चाहिँ लिम्याट नेपालको प्रेसिडेन्ट पनि आउँदै हुनुहुन्थ्यो। अनि उहाँसँग पनि एउटा सानो मिटिङको लागि पनि जानुपर्ने थियो। अहिले यो मेरो फोन कभरमा एएमआरको लोगो देखेर मलाई याद आयो। त्यसपछि यो चाहिँ मैले सफा गरिसकेपछि चाहिँ मैले रुमको पोछासोछा लगाएँ, रुम चाहिँ टिक्क पारेर मिलाएँ। अनि रुम मिलाइसकेपछि चाहिँ त्यो लुगाहरू सुकाएको थियो, लुगाहरू पनि मिलाएँ। अनि एप्रोन चाहिँ मजाले राखेँ। मेरो डलको लुगा पनि धोइदिएको थिएँ मैले, अनि उसलाई पनि लुगा लगाइदिएर ट्याक्क पारेर राखिदिएँ। मेरो काँटाहरू चाहिँ यताउता हुने भएको भएर सबै ल्याएर राखेँ। अनि पर्दा पनि धोएको थिएँ, पर्दा पनि मिलाएँ। अनि यति बेलासम्म चाहिँ खाना खाने टाइम भइसकेको थियो। खाना खाएर चाहिँ म यता मिटिङमा जानको लागि रेडी भएँ। मिटिङमा गयौँ, हामीले प्रेसिडेन्टलाई वेलकम पनि गऱ्यौँ। त्यसपछि चाहिँ मैले टिकटक बनाउन थालेँ यसो। अनि साँझ चाहिँ म र मेरो बेस्ट फ्रेन्ड भएर बाहिर गएको थियौँ। अनि आई लभ स्पेन्डिङ टाइम विथ हर। आज चाहिँ नर्मली यति नै गरियो।